नमस्ते। नयाँ वर्ष 2083 सालको यहाँहरूलाई हार्दिक मङ्गलमय शुभकामना। मिथुन राशिका जातकका लागि यो वर्षको गोचर फल कस्तो छ आउनुहोस् जानौँ। कर्म क्षेत्र। मिथुन राशिका जातकलाई यो वर्ष पुरुषार्थ वृद्धि र राज कृपाको समय रहनेछ। वर्षको प्रारम्भमा देवगुरु बृहस्पतिको अनुकूल गोचरले कर्मभावमा शुभ दृष्टि दिने हुनाले पेसागत जीवनमा पदोन्नति र नयाँ उत्तरदायित्वको योग प्रबल रहनेछ। दशमेशको स्वास्थ्यले गर्दा बेरोजगारीहरूका लागि नयाँ नियुक्ति र कार्यस्थलका लागि कार्यक्षमता प्रदर्शन गर्ने सुवर्ण अवसर प्राप्त हुनेछन्। नवीन कार्यका योजनाहरू सफल कार्यान्वयनतर्फ उन्मुख हुनेछन्। आर्थिक पक्ष। आर्थिक रूपमा यो वर्ष धनधान्य र ऐश्वर्यको कारक बन्नेछ। एकादश भाव र द्वितीय भाव धनको सम्बन्ध सुदृढ रहनाले आयका स्रोतहरू प्रशस्त रहनेछन्, बहुमुखी बन्नेछन्। व्यावसायिक योग। विशेष गरी शुक्रको प्रभाव रहने वस्तुहरू जस्तै सौन्दर्य, वस्त्र, प्रसाधन र पशुपालन जस्ता र दुग्धजन्य पदार्थमा लक्ष्मीको प्राप्तिको योग बन्ने देखिन्छ। शेयर बजारको दृष्टिकोणले पञ्चमेश र बुधको शुभ स्थितिका कारण शेयर बजार र सट्टा बजारबाट आकस्मिक लाभको सङ्केत देखिन्छ। त्यसै गरी शुभ मास यो वर्षहरू वैशाख, जेठ, मङ्सिर, माघ र फागुन महिनाहरू आर्थिक रूपमा समृद्ध र विशेष ऊर्जावान रहनेछन्। विद्या र बौद्धिक पक्ष। विद्यार्थीहरूका लागि यो वर्ष सरस्वती योग र प्रज्ञा वृद्धिको समय हो। राशि स्वामी बुधको प्रखरताले गर्दा कला, साहित्य र सृजनात्मक विधामा विशिष्ट उपलब्धि हासिल हुनेछ। पञ्चम भाव सक्रिय रहनाले प्रतिस्पर्धात्मक परीक्षाहरूमा विजय योग बनेको छ। अनुसन्धान र गुण विद्यातर्फको अभिरुचि सिद्धि प्रदायक बन्नेछ। पारिवारिक तथा प्रेम सम्बन्ध। द्वितीय भाव कुटुम्ब भाव र सप्तम भाव रात साझेदारी भावमा शुभ ग्रहको प्रभावले गर्दा पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ। प्रेम सम्बन्धमा शुक्रको सौम्यताले गर्दा आपसी विश्वास र आत्मीयता प्रगाढ हुनेछन्। घरमा माङ्गलिक कार्यहरू, विवाह अथवा आदि व्रतबन्ध आदि योगहरू बन्ने योग बन्नेछ भने सन्तान भावबाट सुखद समाचारहरू प्राप्त हुनेछन्। सन्तान पक्षले तपाईँलाई सुखद समाचार सुनाउनेछन् भने यसमा सन्तानको प्रबल वृद्धिको सम्भावना रहनेछ। राजनीतिक तथा सामाजिक प्रतिष्ठा। राजनीतिक र सामाजिक क्षेत्रमा तपाईँको वाक्सिद्धिको प्रभाव बढ्नेछ, वर्चस्व रहनेछ। समाजमा उच्च पद र प्रतिष्ठा प्राप्तिको योग बन्नेछ। यद्यपि वर्षको मध्यमा राहु केतुको छाया दृष्टिका कारण केही राजकीय चुनौतीहरू उत्पन्न हुन सक्नेछन्, जसमा कूटनीतिक चातुर्यता र संयम नै तपाईँको रक्षा कवच बन्नेछ। स्वास्थ्यको दृष्टिकोणले राशि स्वामीको बलियो स्थिति रहे तापनि वातदोष, शीतजन्य चिसो विकारप्रति सजग रहनुपर्नेछ। षष्ठेशको प्रभावले स्नायु सम्बन्धी केही असहजता निम्त्याउन सक्ने भएकाले योग प्राणायाम मार्फत स्वास्थ्यको रक्षा गर्नु श्रेयस्कर हुनेछ। वैदेशिक तथा यात्रा। द्वादश भाव विदेश र नवम भाव भाग्यको सम्बन्धले गर्दा वैदेशिक यात्रा वा वैदेशिक रोजगारीको मार्ग प्रशस्त हुनेछ। धार्मिक र आध्यात्मिक यात्राको योगले मानसिक शान्ति र आत्मिक बल प्रदान गर्नेछ। शास्त्रीय केही उपायहरू। बुध ग्रहको शान्ति। प्रत्येक बुधबार भगवान गणेशको उपासना गरी अथर्व वेदको पाठ गर्नाले बौद्धिक र आर्थिक लाभ मिल्नेछ। बृहस्पतिको जाप। वर्षलाई अझ शुभ बनाउन ओम ग्राम ग्रिङ ग्रौं सह गुरवे नमः मन्त्रको जाप कल्याणकारी रहनेछ। दान। हरियो मुङको दाल वा विद्यार्थीहरूलाई शैक्षिक सामग्री दान गर्नाले ग्रह बाधा हटेर जानेछ। सारा तत्त्वमा भन्नुपर्दा तपाईँ मिथुन राशिका व्यक्तिहरूका लागि बृहस्पति र बुधको अनुकूलताले गर्दा यस वर्ष सर्वपक्षीय उन्नति र भाग्य वृद्धिको वर्ष रहनेछ। यहाँहरूलाई हार्दिक शुभकामना।